गाइज म चाहिँ फिलिपिन्स आएको 10 दिन जति भयो अनि एक्लै चाहिँ म कहीँ पनि गएको थिएन। आज चाहिँ हेरौँ बाटोले कता कता लैजान्छ भनेर गुगल म्यापमा नजिकै हेरेको 1.5 किलोमिटरभित्र चाहिँ समुद्र नै रहेछ। जाँदैछु, लेट्स सी हाउ द भिडियो विल टर्न आउट, स्टे ट्युन। तपाईहरुले देख्न सक्नुहुन्छ गाह्रो भइसकेछ, अलि अगाडि निस्किनु पर्ने रहेछ। तर एनीवेज दिस इज द रोड। यहाँ हल्ला धेरै, आवाज धेरै है गाडीको, यो जिप्नीको आवाज हो। त्यो चाहिँ रोड्सहरू यस्तो छ। अबको 500 मिटर्समा चाहिँ म समुद्रको नजिकै नै पुग्छु होला भन्ने आशाले हिँडेको। खासै फरक त होइन है हामीहरूको ठाउँभन्दा, तर त्यही हो, ट्राफिकै नचाहिने ट्राफिक लाइट त्यस्तो कडा मानिदिने मान्छेहरू छन् यहाँ। फेरि मलाई एउटा कुरा क्लियर चाहिँ के गर्नु मन लाग्यो भनेपछि द रिजन फर मेकिङ दिस भिडियो, मैले ब्लग बनाउँछु सोचेर चाहिँ होइन। कति छिटो झप्प अँध्यारो भयो कि मलाई, अनि डर पनि लाग्यो। अनि त्यही बाहेक भिडियो प्रुफ पनि हुन्छ भनेर हजुरहरूलाई देखाउँदैछु। म बसेको ठाउँबाट 1.5 किलोमिटर मात्रै भनेर लेखेको थियो, म चाहिँ हाफवे गइसकेको छु। यहाँ चाहिँ गल्ली गल्लीमा 7-11 चाहिँ चारैतिर हुन्छ होइन। हरेक टर्निङमा जानु 7-11 चाहिँ जहाँ पनि थपथपै छ। बिओडी भनेको चाहिँ ब्याङ्क हो यहाँको, एकदमै भाइरल ब्याङ्क। अघि भने जस्तै यहाँ ट्राफिक चाहिँ बसिराख्दैन, तर लाइट्स ट्राफिक लाइटको नियम चाहिँ एकदमै कडा गरेर मानिन्छ। म त रोडैबाट हिँडिरहेको छु कन्फ्युज नहोस् भनेर। तर त्यही हो ल, अबको 180 मिटर्समा चाहिँ हामी पुग्छौँ। सायद रोड पारी गएपछि म पुग्छु होला। स्टे ट्युन। क्रसिङ द रोड। यता पनि छ बाटो। चाहिँ हामीहरूको यहाँ चाहिँ मेकडोनल्ड भयो, जलिबिज भन्ने हुँदो रहेछ होइन यहाँको फेमस चाहिँ। यस्तो यस्तो चाहिँ गल्ली पछि नै पाउँछ कि मान्छेहरू स्ट्रिट फुड खान्न भन्ने अप्सन्सहरूको लागि पनि ठाउँ त छ है। तर हेर्नु न, मेरो गुगल म्यापले पनि मलाई सम्झाइरह, मैले चाहिँ हिँड्ने रुट चाहिँ यही नै हो है। मैले अघि भनेको जिप्नी चाहिँ यही नै हो, त्यसको नाम चाहिँ जिप्नी हो होइन। लोकल ट्राभलको लागि चाहिँ प्रयोग गर्छ यहाँ है। रुट थाहा भयो, यहाँको भाषा थाहा भयो भने सबभन्दा सस्तो चाहिँ ट्राभल गर्न जिप्नी नै हुन्छ। तर यदि तपाईँहरूलाई रुट थाहा छैन र भाषा पनि थाहा छैन, म जस्तै हुनुहुन्छ भने चाहिँ क्र्याब भन्ने हुन्छ। जिप्नीमा 20 पेसोस 20 पेसोस लाग्छ भने क्र्याबमा 200 पेसोस लाग्छ। तर तपाईँ सेफ चाहिँ बस्नुहुन्छ। सबैजनाले चाहिँ मलाई राति भइसक्यो नजानु भन्नुहुन्थ्यो, जाने भयो नि क्र्याबमा जानु भन्नुहुन्थ्यो, सनसेट पनि देख्न पाउनुहुन्न, अँध्यारो भइसक्छ भन्नुहुन्थ्यो। तर पनि अब म निस्किन्छु भनेर निस्किसकेपछि दिउँसोदेखि जाने भन्दा है आफ्नो देश जस्तो नहुने रहेछ के भन्छ अब। कस्तो यहाँ सबैतिर बत्ती बलिरहेछ, गल्ली गल्लीमा क्यामेरा हुन्छ होइन। तै पनि सातो फुत्लो गएर अलगै लेभल भएको छ। हेर्नु त, मैले ट्राफिकको नियम भनेको थिएँ नि, यहाँ मान्छे नै चाहिने, बसिराख्नु पर्दैन, क्यामेरामा रेकर्ड हुन्छ होइन। अनि तपाईँको सबै डिटेल चाहिँ क्युआरमा सेभ भएको हुँदो रहेछ। तपाईँले कुनै ट्राफिक नियम पालना गर्नु भएन भने तपाईँको गुगलमा पैसा जुन भएको हुन्छ त्यो सर्लकै काटिदिन्छ। साँच्चै अलि अगाडि आएको भए चाहिँ म तपाईँलाई स्ट्रिट फुड देखाउँ। त्यस्तो अर्को नि 7-11 यहाँ चाहिँ गल्ली गल्लीमा यस्तो स्ट्रिट फुड चाहिँ बेच्न बस्नु भएको हुन्छ। अनि यो ट्राइसाइकल हो है, यो हेरेर कन्फ्युज नहुनु होला। क्र्याबमा जिपमा भन्दा डबल पैसा लिइदिरहेको हुन्छ। हेर्दा चाहिँ एकदमै लोकल फिल भए पनि एकदमै महँगो छ यो चाहिँ। हामी फेरि अर्को ट्रान्जिटमा आइपुग्यौँ। अब चिसो हावा पनि आइरहेछ है। गर्नु त भएको छ, तर चिसो हावा आइरहेको किनकि समुद्रको निकै नजिकै छौँ। चाहिँ यहाँको एकदमै फेमस चाहिँ चोकिङ्स भन्ने छ। यसको चाहिँ धेरै नै फुड ब्रान्चहरू यसको थुप्रै नै छन् होइन। फुड ब्रान्च थुप्रै छन् भन्नुको कारण चाहिँ चोकिङ्सकै अन्डरमा पोपाइजले पनि कति धेरै काम गर्दो रहेछन्। इन्टरनेसनल फुड्सहरू, इन्टरनेसनल फ्लेभर्सहरू, स्पेसली चाइनिज फुड, कोरियन फुडहरूको चेनहरू चाहिँ कन्ट्रिब्युट गर्ने रहेछ। म चाहिँ मेन ट्रान्जिटमा आइसकेँ। यहाँ ट्राफिक चाहिँ एकदमै धेरै छ। मेरो अगाडि चाहिँ ठ्याक्क त्यो माथिबाट हेऱ्यो भने चाहिँ गोलो छ कि यहाँ बिचमा घुम्ती जस्तो। टर्न लेफ्ट भनेर भनेको छ, यतापट्टि घुम्नु भनेर भनेको छ। अबको ठ्याक्क 100 मिटर्स है अब चाहिँ। अनि त्यसपछि म समुद्रको नजिकै पुग्छु। तर अलिक डर लागिरहेको छ मलाई रोड क्रस गर्न चाहिँ। मनिला आउँछन् लेखेछ है। म चाहिँ समुद्र नजिकै पुग्न लागिसकेँ। 100 मिटर्स पनि छैन अब। यही हो रुट। हेर्नु, म 6 बज्दै निस्केको मान्छे 6 बजे बज्न लाग्थ्यो, 6:08 भयो। छिनभरमा घाम पनि हरायो, छिनभरमा पुरै अँध्यारो। हेर्नु न ल। अनि भिडियो नबनाएर मसँग अरू केही अप्सनै भएन। म अलि सेफ ठाउँमा जाँदैछु। यही हो गाइज विदेश। ठ्याक्क समुद्रको छेउमा भएको रेस्टुरेन्ट भनौँ कि के भनौँ है। अनि यता साइडमा पनि छन् फास्ट फुड चेनहरू। सबै डार्क के ल वर्स्ट डिसिजन भनेर चाहिँ भनिहाल्नु मिल्दैन होला। तै पनि अलि अगाडि आउनुपर्ने रहेछ। बिहानैदेखि जान्छु भनेर बसेर अनि यतिखेर आएछ नि हुन्छ। रिजाल पार्क होटल रहेछ यो होटलको नाम चाहिँ। क्युट
आइपुग्न चाहिँ आइपुग्यो अँध्यारो भइसक्यो है त्यति हेर्न आउँछ हुने जस्तो चाहिँ छैन ठाउँ तर म तपाईँहरूलाई लैजाँदैछु समुद्र देखाउनलाई यताबाट हो क्या गाडीहरू यतिबाट आइरह आई एम फ्रिकिङ आउट एकदमै सातो गएको किनकि म अँध्यारै भइसक्यो तर आई क्यान सी द सी मेरो फोनको क्यामेराले चाहिँ लोड गर्न सक्दैन किनकि सी इट्स डार्क तर पनि या वी आर द डेस्टिनेसन हर्बर भनेर उता ठुलो सिन चाहिँ देखाइरह यता पाटोमा चाहिँ त्यसको पारिपट्टि चाहिँ समुद्र छ लेट्स सी केही खाम्ला पनि है भोकलाई मलाई त डर ल्यायो कि के ल्यायो अनि यो निलो टिन देखेर नि डर लाग्ने हरूमा चाहिँ राम्रो छ है ठाउँ हेर्न चाहिँ नो पार्किङ समुद्रको किनारमा मलाई थाहा छैन रुट पनि यता कुनाबाट पनि समुद्र चाहिँ देखिरहेको रहेछ यताबाट नजाउँ है यताबाट जाउँ है हार्बर भ्यू रेस्टुरेन्ट यही रहेछ देखेछ त समुद्र अँध्यारो भइसक्यो वो समुद्रकै बिचमा रहेछ नि त त्यो होटेल S2 क्यान यु सी गाइज समुद्र हेर न वो यस्तो डर लाग्ने वा सी फाइनली त्यहाँ मात्रै देखिरह अरू त देखेको छैन होला त्यसकै लाइटले मात्रै समुद्र देखिरह होला पारी पारी हेर्नु न ऊ त्यो बत्ती बत्ती बलिरहेछ नि ऊ त्यो लाइट हाउस हो त्यो ऊ त्यहाँ एकदमै झप्पै एकै ठाउँमा बत्ती देखेछ त्यो चाहिँ फेरि भन्छ FARR वा याच जस्तो हुन्छ ठुलो हार्बर रेस्टुरेन्ट भन्ने रहेछ धन्न केही न केही त रहेछ टु सी 5 मिनट जति बसेर जान्छु म नि यो चाहिँ ढुङ्गाहरू बिछाएको छ तट हो यो चाहिँ पानी त देखिए छैन है समुद्र आँखाले चाहिँ देखिरहेछ आँखा जस्तो तेजिलो क्यामेरा हुँदैन उता लाइट भइरहेको ठाउँतिर चाहिँ लैजान्छु म एकैछिन है द्याट्स होटल S2 गाइज साथीहरू म किन्न त केही पनि किनेको छु होइन तर म तपाईँलाई भित्र लैजाँदैछु समुद्रको नजिकै वा मेमोरिज होला है सबैको जी क्यास पनि हुन्छ भनेर रहेछ मैले चाहिँ भने होइन म चाहिँ भिडियो बनाउँदै छिरेसी बोल्नु पर्दैन बिरालो हेर्नु त कस्तो दामी रहेछ यहाँभित्र चाहिँ मलाई त मान्छेले पागल भनेर होला यार म चाहिँ तपाईँलाई यहाँबाट भ्यू चाहिँ देखाउनु कोसिस गर्छु ल जाने बेलामा केही गरेन भने पनि केही न केही त किन्नुपर्छ होला है बेइज्जती हुन्छ नत्र नेपालीको देखेछ त ए यस्तरी चाहिँ देख्दो रहेछ यो पनि समुद्रको माथि छ म उभिरहेको पनि समुद्रको माथि नै छ म तपाईँलाई उतै लैजान्छु है यस मैले केही मगाएन भने पनि कफी भए पनि मगाएर खान्छु आफ्नो देशको बेइज्जती गरिदिनु भएन नि त होइन हेर्नु त इट्स प्रिटी म चाहिँ यत्तिकै निस्केर आएको छु अफिस जाँदा लगाउनु रेगुलर टी सर्ट लगाएर आएको छु म चाहिँ हार्बर रेस्टुरेन्ट हो यो रेस्टुरेन्टको नाम अनि अरू सबभन्दा मेन चाहिँ फ्रिकिङ फियरिङ थिङ चाहिँ समुद्रको माथि छ तैरिरहेको छ होइन यस्तो हुक्सहरू हेर्नु त हुकहरू लगाएर अड्डाएको छ HB भनेको चाहिँ हार्बर हो है हामी समुद्रको माथि छौँ गाइज यो चाहिँ लास्ट पोइन्ट हो यहाँको हेर्नु त कस्तो मजाले अड्डाएको रे सेल्फी लिनु पऱ्यो यस्तै लाइटको छेउबाट भन्छ पर्सिने चिज चाहिँ हेर्नु न यहाँ कस्तो पटमा हेर्नु त मान्छेले चाहनु पर्नु रहेछ रिफिलदेखि लिएर भयभरको सबै चिजहरू एकदमै फरकै यहाँको माहौलै फरक छ अगाडि जान्छु अब हेरौँ केही भनेनन् भने चाहिँ म चुप लाएर सट्ट निस्किन्छु भनेनन् भने चाहिँ भनिहालेन् भने चाहिँ कोकोकोला खानु पर्ला तपाईँहरूलाई देखाउँछु है मैले यहाँ चाहिँ के भनेर बोल्नुपर्छ ग्रिट गर्नुपर्छ भन्ने कुरा चाहिँ म पनि सिक्दैछु अनि तपाईँहरूलाई पनि सिकाउँछु तर यस्तो राम्रो के मलाई चाहिँ ठाउँ चाहिँ साह्रो मन पऱ्यो रिसाउने होला नि यार हेर्नु त किटी कस्तो क्युट माथि पनि ठाउँ रहेछ माथि जाम है त कस्टमरहरूको लागि हो कि होइन चाहिँ थाहा छैन तर लेट्स सी
तल पठायो भने तल झरौँला एक्सप्लोरिङ थिङ्स टुगेदर वा सी साइड रहेछ यो चाहिँ मैले अघि तट छ ढुङ्गै ढुङ्गा छ भने थिएँ नि यसरी तट बनाएको हुन्छ डाइरेक्ट पानीको छाले हानेर केही नहोस् भनेर अघि चाहिँ हामी यही यसैको कुना कुना हुँदा उतैसम्म गर्थ्यौँ त राम्रो छैन त ठाउँ त नेपाल जस्तै करप्ट छ यहाँ थुप्रै चिजहरूमा तर विकास पनि छ के यो चाहिँ म हो अब चाहिँ फर्किनुपर्छ मैले म यता कुनामा जान्न अँध्यारो छ भनेको थिएँ नि हो त्यही अँध्यारो भएको ठाउँ अघि माथिबाट कस्तो राम्रो देख्यो अनि त्यही भएर देखाइरहेको छु तपाईँहरूलाई यो चाहिँ सायद रेस्टुरेन्टको ब्याकयार्ड हो होइन यहाँ चाहिँ उहाँहरूले सामानहरू राख्नु भएको तर सिधा गाइज हेर्नु त अघिको त्यो रेस्टुरेन्ट मैले अघि त्यो माथि त्यो बत्ती भएको ठाउँबाट भिडियो बनाएको थिएँ हेर्नु त अलिकति अगाडि अलि उज्यालोमा आएको भए चाहिँ हुन्थ्यो चन्द्रमाको हालो त्यो ब्युटिफुल छ नि ब्युटिफुल भनेको चाहिँ फिलिपिनो ल्याङ्ग्वेजमा मागान्दाङ हो है मागान्दाङ भनेको ब्युटिफुल अनि मागान्दाङ गाबी भनेको गुड नाइट भन्ने बेला भइसक्यो गाइज हेर्नु त अँध्यारो यहाँ थुप्रैजना आएर बस्नु हुँदो रहेछ धेरै पर पनि होइन मलाई 20 मिनट लाग्यो यहाँ आउनलाई हामीहरूको रुमबाट तर मुड है हेर्नु त म देखेछु त अँध्यारो भइसक्यो व्हाइट टी सर्ट टल्किरहेको बरु अब चाहिँ म फर्किन्छु तपाईँहरूलाई म रुममा पुगेर एडिट गर्न कोसिस गरेर यो ब्युटिफुल ठाउँको भिडियो पठाउँछु हेर्नु होला है त अलि उज्यालो भएको भए अलि धेरै बेर बसिन्थ्यो होला है तर हेर्नु न कति छिटो अँध्यारो भयो 6:30 भइरहेछ म 6 बजे निस्किँदा उज्यालै थियो अहिले यस्तो अँध्यारो भइसक्यो अघिकै होटल हो यो अघि हामीले भिडियोमा देखेको थियौँ नि हार्बर भ्यू रेस्टुरेन्टको छेउबाट हो यो चाहिँ होटल अघिको होटल फर्किँदैछु यहाँ यो टेम्पोहरू पनि त चढ्नु हुन्छ तर सही प्राइस महँगो भनिदिन्छन् क्या तर 1.5 किलोमिटर हो भनेर म चाहिँ हिँडिरहेको छु तपाईँहरूलाई बाँकी अपडेट्स चाहिँ म रुममा पुगेर दिन्छु तर हेर्नु न यो ठाउँ चाहिँ कति राम्रो अनि एक किसिमको चिसो हावा त्यो गर्मी भइरहेको छ मलाई हिँडेर हो कि तर चिसो हावा त्यो हुन्छ नि समुद्रबाट आएको पानीवाला हावा होला अनि किन यो भ्यू देखाएको पछाडिको भनेको हेर्नु अँध्यारो छ म देखिनेवाला त छैन त्यही भएर तपाईँहरूलाई अलिकति उज्यालै देखाइदिउँ भनेर किनकि बाटो चाहिँ यस्तो अँध्यारो छ बाटो पारी डार्क भइसक्यो एकदमै अँध्यारो भइसक्यो म चाहिँ यो लाइट्समा अलिअलि देखिन्छ भनेर हो अघिको होटलकै यस्तै हो हामी त यहाँ मिसनरी बनेर आइएको छ प्रभुले यो ठाउँमा राख्नु भएको छ प्रभुको इच्छा अनुसारको गर्न सकौँ अनि यसरी राति चाहिँ म निस्किदिनँ भन्ने मैले सिक चाहिँ पाउँदैछु पुगेपछि भन्छु ल अरू कुरा 23 सेकेन्ड 16 सेकेन्ड छ भागो 12 सेकेन्ड 11 सेकेन्ड ओ माय गॉड यहाँ त 1 सेकेन्ड नहुँदै 1 सेकेन्ड 2 सेकेन्ड बाँकी हुँदै गाडी सट्ट क्रस भइहाल्छ के अर्को सिक जहिले आफ्नो साइडबाट हिँड्ने अनि सुरक्षित रहने अहिलेको त्यो चकिङ हो कि के भन्ने ठाउँनेर आइपुग्न लागेमा चाहिँ अब यहाँबाट घडी हेरेर म 15 मिनटमा पुग्छु 15 मिनटमा पुगेपछि अनि बाँकी कुरा गर्दै गरौँ ल पकाउनु चुलो चाहिँ किनेको छैन नि त त्यही भएर छिर्दिएको नर्मल नुडल्स हो